तपाईँहरूले टिकटकमा होइन आफ्नै आवाजमा रियल साउन्डमा भिडियो बनाउनु भयो अनि पछि त्यो भिडियो सुन्दाखेरि अब बाहिरको हो हल्ला होइन भिडियोमा आयो भनेदेखि त्यसलाई बाहिरको साउन्डलाई रिमुभ गरेर आफ्नो मात्रै साउन्ड क्लियर गर्नु पनि सक्नुहुन्छ। सिर्फ एउटा सानो सेटिङ मिलायो भने भइहाल्छ है त। अनि तपाईँहरूले अब जब भिडियो पोस्ट गर्नु लाग्नुहुन्छ नि होइन, पोस्ट गर्नु लाग्दाखेरि नेक्स्टमा क्लिक गर्नु अगाडि माथि एडिटमा एकचोटि क्लिक गर्नुहोस् होइन। एडिटमा क्लिक गरिसकेपछि अनि भिडियोमा एकचोटि क्लिक गर्नुहोस् अनि साइडमा साइड गर्दै जानुहोस्। त्यहाँनिर एउटा रिड्युस नोइजको अप्सन छ, त्यहाँनिर क्लिक गर्ने टच गर्ने बित्तिकै तपाईँको ब्याकग्राउन्ड साउन्ड चाहिँ सबै रिमुभ हुन्छ अनि आफ्नो रियल साउन्ड चाहिँ क्लियर सुनिन्छ है त। सबैजनाले यो भिडियोलाई रिपोस्ट कपी लिङ्क सेयर गरिदिनुहोस् ताकि अरू थाहा नहुनेहरूलाई पनि थाहा होस्। अनि मेरो यो प्रोफाइल भिजिट गरेर हेर्नुहोस्, त्यहाँनिर एउटा भेटघाट यतै भन्ने अप्सन छ, त्यो ग्रुपमा चाहिँ तपाईँहरू सबैजना जोइन भइराख्नुहोस्। त्यहाँ जोइन हुँदाखेरि चाहिँ के हुन्छ भनेदेखि जहिले पनि मैले डेली भिडियो पोस्ट गर्दा या म लाइभ आउँदा अटोमेटिक तपाईँहरूको इनबक्समा सेयर हुन्छ। तपाईँहरूले प्रोफाइल भिजिट गरिराख्नै पर्दैन, तपाईँहरूलाई काम लाग्ने खालको भिडियो छ भने हेर्ने, नत्र भने इग्नोर गर्दा नै हुन्छ। सबैजना ग्रुपमा पनि जोइन भइराख्नुहोस् है त, काम लाग्छ कुनै पनि बेला। ल हुन्छ, आजको लागि त्यही नै, फेरि भेटौँला नेक्स्ट भिडियोमा।